नमस्कार, टुडे न्युजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्युज सुरु गरौँ नेकपा प्रचण्ड समूहले गौरमा विरोध प्रदर्शन गरेको सम्बन्धी प्रसङ्गबाट। माधव प्रचण्ड समूहका नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताहरूले सोमबार रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन्। प्रतिनिधि सभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा आन्दोलनमा उत्रिएका नेपाल प्रचण्ड पक्षको समर्थकहरूले पूर्व घोषित 753 स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो। गौर नगरपालिका, राजदेवी नगरपालिका र यमुना माई गाउँपालिकाका संयुक्त आयोजनामा निकालिएको विरोध र्यालीमा सहभागी भएका कार्यकर्ताहरूले आफ्नै पार्टीका प्रधानमन्त्रीको विरुद्धमा चर्को नाराबाजी समेत गरेका हुन्। गौर राइस मिलको मैदानबाट निस्किएको विरोध र्याली नगर परिक्रमा गर्दै मधेसी क्रान्ति चौकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा सम्बोधन गर्दै पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत बिनाले 2/3 बहुमतको सरकारका प्रधानमन्त्री ओलीले संविधानको धजिया उडाएको टिप्पणी गरेका छन्। अहिलेको आन्दोलन लेटर मात्र भएको भन्दै भगतले नेपाली जनताले गर्ने आधीबेरी आन्दोलनमा ओली लगायत साथमा बस्ने सहयोगीहरूको पतन हुने दाबी गरे। रौतहट निर्वाचन क्षेत्र नम्बर 3 का निवर्तमान सांसद एवं शहरी विकास मन्त्री प्रभु शाह प्रति व्यङ्ग्य गर्दै कथित विकास पुरुषको संज्ञा दिनेको समाप्ति नेपाली जनताले गर्ने बताए। पौराणिक युगमा अहम गर्ने रावण कङ्कसको पतन भएको उदाहरण दिँदै नेकपाका नेता विनले जनताको आन्दोलनको जगमा स्थापित भएको संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी सहभागिताको अन्त्य गर्ने कुचेष्टा गरेका ओलीको सर्वनाश पक्कै हुने विश्वास व्यक्त गरे। कोणसभामा नेकपाका नेता भिखारी प्रसाद यादवले ओलीको असंवैधानिक कदमको जनताले असफल बनाउने बताएका छन्। उनले सडकबाट नेपाली जनताले आफ्नो गुमेको अधिकार सांसद पुनर्स्थापना गरेर छाड्ने ठोक्वा गरेका छन्। जनताको कदमको कदर नगर्ने ओली तानाशाहको रूपमा प्रस्तुत भएको आरोप लगाउँदै लोकतन्त्रको रक्षाको लागि नेपाली जनताले आफ्नो बलिदानी दिएर तयार रहेको उल्लेख गरे। माधव नेपाल प्रचण्ड समूहका नेकपाका प्रदेश नम्बर 2 का प्रदेश सदस्य एवं गौर नगरपालिकाका पूर्व नगर प्रत्याशी शम्भु शाहले विघटन भएको प्रतिनिधि सभाको जीवित गर्न बलिदानी दिन तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएका नेकपाले घोषणा गरेको विरोध कार्यक्रम अन्तर्गत गौरमा आयोजना गरिएको विरोध सभामा सम्बोधन गर्दै नेता शाहले लोकतन्त्रको रक्षा गर्नको निमित्त नेपाली जनता आफ्नो जुनसुकै कुर्बानी तयार रहेको घोषणा गरे। उनले भने आन्दोलन गरेर ल्याएको उपलब्धि गुम्न दिँदैनौ। प्रधानमन्त्री ओलीले तानाशाहको रवैया देखाउँदै एकतर्फी रूपमा सांसद विघटन गरेको जिकिर समेत गरेका छन्। पुर्खाहरूले विभिन्न कालखण्डमा नेपालमा प्रजातन्त्र, लोकतन्त्र र संघीयताको लागि हामीले आफ्नो सन्तानको भविष्यको लागि गरेको आन्दोलनको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको प्रश्न पारे। संविधानमा नभएको व्यवस्थालाई ओलीले बलपूर्वक सांसद विघटन गरेकोले सर्वोच्च अदालतले नेपाली जनताको भावनाको सम्मान गर्ने विश्वास व्यक्त गरे। अहिलेको आन्दोलन लेटर मात्र भएकोले आगामी दिनमा हुने बृहत आन्दोलनले ओली प्रष्ट हुने ठोक्वा गरेका छन्। युवा नेता शाहले आफ्नो अधिकार र संविधानको रक्षाको लागि टाउकोमा कफन बाँधेर तयार रहन सम्पूर्ण कार्यकर्ताहरूलाई आग्रह गरे। आफ्नो पदीय स्वार्थको लागि संविधान कानूनको उल्लङ्घन गरेको ओलीको कार्य अलोकतान्त्रिक, असंवैधानिक रहेको दाबी शाहको रहेको छ। 240 वर्षको निरङ्कुश शासन फाल्न नेपाली जनता सक्षम भएको इतिहास रहेको अवस्थामा ओलीलाई फाल्न तयार रहेको चेतावनी पनि दिए। युवा नेता प्रकाशले शहीद परिवारलाई सहयोग, मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा मनाउँदै आएका बलिदानी दिवसको दिन रौतहटका मधेसी सपुतको नेताहरूले सम्झना नगरे पनि
युवा नेता प्रकाश भाइ मधेसियाले शहीद परिवारलाई सहयोग गरेर शहीदप्रति सम्मान प्रकट गरेका छन्। तत्कालीन संघीय समाजवादी फोरम पार्टीका विद्यार्थी संगठनका नेतृत्व गरेका युवा क्रान्तिकारी र आन्दोलनकारी नेता प्रकाशले बलिदानी दिवसको अवसरमा शहीदप्रति माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका छन्। विद्यार्थी युनियनका केन्द्रीय सदस्य ललन यादव र प्रकाश भाइ मधेसियाले संयुक्त रूपमा मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै मधेस आन्दोलनको कारण सत्तामा पुगेका नेताहरूले आजको दिन शहीद परिवारलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। विभेद असमानताको विरुद्ध 2062-63मा भएको मधेस आन्दोलनमा दिएका बलिदानीको अहिलेसम्म सम्मान हुन नसकेको जिकिर गरे। युवा नेता प्रकाशले नेपाल सरकार मधेसी जनताप्रति शोषण गर्दै आइरहेको बताउँदै मधेसका जनता अधिकारबाट अहिलेसम्म वञ्चित रहेको बताए। आन्दोलनको कारण प्रदेश नम्बर 2मा मधेसी नेतृत्वको सरकार बनेकोले सरकारले मधेसी शहीदको परिवारलाई सम्मान गर्नुपर्ने बताए। मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले आह्वान गरेको आन्दोलनको कार्यक्रममा प्रहरीको गोलीका शिकार भएर ज्यान गुमाएका रौतहटको ईशनाथ नगरपालिकाका महुलिया निवासी राजकिशोर ठाकुरको घरमा पुगेर प्रकाश र ललन यादवले न्यानो कपडा, खाद्यान्न सामग्री तथा शैक्षिक सामग्री दिएका थिए। आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दुवै जनाले बलिदानी दिवसको अवसरमा शहीद परिवारलाई सहयोग गरेका हुन्। मधेस आन्दोलनमा ज्यान गुमाएका शेख मैरुद्दिन सस्मा र तब्रेज अलाम, विद्यानन्द यादव, श्री भगवान पटेलका परिवारको अवस्था दयनीय रहे पनि मधेसी नेताहरूले ध्यान दिन सकेका छैनन्। पूर्व उत्सवको अवसरमा शहीद परिवारलाई सहयोग गर्न पुगेका त्यस्तै चेतना नेताहरूका नदेखिएकोले शहीद परिवार नेताहरूप्रति आक्रोशित भएको देखिन्छ। शीतलहरको समयमा विभिन्न सङ्घ संस्थाहरूले वितरण गर्ने राहतमा पनि शहीद परिवारलाई वञ्चित गर्ने गरेको देखिएको छ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर 2 का सांसद उमाशंकर अर्गरियाले मधेसी शहीदको बलिदानी खेर नजाने दावी गरेका छन्। मधेस आन्दोलनको प्रथम शहीद रमेश महतोको सम्झनामा संसदीय सम्पर्क कार्यालय जनकपुरको भानुचोकमा आयोजना गरेको बलिदानी कार्यक्रममा बोल्दै प्रमुख सचेतक अर्गडियाले मधेसी शहीदहरूको बलिदानीको कारण मुलुक संहितामा आएको बताए। यद्यपि शहीदहरूको मर्म र भावनाप्रति पार्टी अझै गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताउँदै प्रमुख सचेतक अर्गडियाले पार्टीका उच्च नेताहरू नै शहीद परिवारलाई अवमूल्यन गर्दै आइरहेको छ, तर पनि आफूहरू उनीहरूको लागि सक्दो सहयोग दिनरातका लागि परेका छौँ। शहीदहरूले दिएको म्यान्डेट अनुरूप कार्य गर्न मधेसवादी नेताहरू लचिलो हुनुपर्नेमा जोड दिँदै प्रमुख सचेतक अर्गडियाले प्रदेश नम्बर 2 को मधेसवादी दलको सरकार समेत शहीदहरूको देन हो। यसलाई कसले कहिले पनि बिर्सनुहुन्न। मधेसवादी दलका केही उच्च नेताहरूले भागवण्डा अनुरूप प्रदेश सरकारको मन्त्री नियुक्त गरिएको कारणले समेत प्रदेश मन्त्रीहरू केन्द्रीय नेता रिजाउनमै तल्लीन रहेको टिप्पणी गरेका छन्। धनुषा क्षेत्र नम्बर 2 का जसपा नेता किशोरी यादवको अध्यक्षतामा आयोजित बलिदानी कार्यक्रममा जसपा नेता कमल देव मण्डल, सरोज मण्डल, उदय यादव, जोगेन्द्र दास, विपन्न देवी यादव, इन्दु नारायण मण्डल, पवन कुमार मण्डल, रामचन्द्र चोरबार, दिव्या देवी दास, सरोज कुमार मण्डल, प्रमोद कुमार मण्डल, मनोज कुमार दास, मनोज शाह, विनोद रोहिता, मनिक लाल मण्डल, दिपेश यादव, रामजुलम यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले रमेश महतो लगायतको मधेसका लागि बलिदानी दिने शहीदहरूको बलिदानी मधेस जन्मान्तरसम्म स्मरण गर्ने बताएका छन्। प्रदेश नम्बर 2 को सरकारले सोमबार जनकपुरधाममा आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले
शहादत खेर नजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। वर्तमान केपी शर्मा ओलीको सरकार प्रतिगमनतिर गएको भन्दै मेयर शाहले शहीदहरूले देखेको सपना साकार गर्नका लागि एक भई प्रतिगमन विरुद्ध उत्रिने संकल्प गर्न आग्रह गरेका थिए। अहिले यस्तो कुनै शक्ति छैन जो संघीय लोकतान्त्रिक गणतन्त्र जति उपलब्धि प्राप्त गरेका छन् र बाँकी रहेको उपलब्धिहरूका लागि अहिले पनि सङ्घर्ष जारी रहेको उहाँले बताउनुभयो। मधेसलाई अधिकार सम्मत बनाउनका लागि वीर मधेसी पुत्रहरूले शहादत दिएको बताउँदै मेयर शाहले उनीहरूले देखेको सपना साकार नभएसम्म सङ्घर्ष जारी रहने उद्घोष समेत गर्नुभएको थियो। मधेसी, दलित, आदिवासी जनजाति, अति सीमान्तकृत लगायतलाई खसवादी प्रवृत्तिका व्यक्तिहरू अधिकारबाट वञ्चित गरी शासन शोषण गर्न अहिले पनि उद्यत रहेको आरोप लगाउनुभयो। सदन विघटन गर्नु दुर्भाग्यपूर्ण रहेको चर्चा गर्दै मेयर शाहले यो दुर्भाग्यपूर्ण कदम रहेका बताउनु भएको थियो। सदनलाई समयमा पुनर्स्थापन गर्न सुझाव दिँदै मेयर शाहले समयमा पुनर्स्थापना नगरिए आन्दोलनको बलमा संसद पुनर्स्थापना हुने र मधेसमा आँधीबेहरी आउने चेतावनी समेत दिनुभएको थियो। सदन विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र अदालतबाट न्याय पाउने समेत विश्वास व्यक्त गर्नुभएको थियो। सर्वोच्च अदालतले गैर संवैधानिक कदमको विरुद्धमा निर्णय गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। शहीदहरूका सम्झनामा जनकपुरधाम उपमहानगरपालिका जनकपुरधामको मुजेलिया स्थित शहीद गेट समेत निर्माण गरिरहेका छन्। शहीदहरूको शहादतको बलमा मधेसमा मधेसी पार्टीको सरकार रहेको र शहीदहरूको सम्मानमा कुनै त्रुटि नहोस् तथा शहीदहरूलाई सम्मान पछि नै जनकपुरधाममा प्रवेश गर्नेहरू प्रवेश गरोस् भनेर नै जनकपुरधामले शहीद गेट निर्माण गर्दैछन्। आगामी असाढ महिनासम्म सो गेट निर्माण भई सक्ने अनुमान लिएको छ। बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा पनि देखिएको छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 3 जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा 28 वर्षीय महिला तथा 32 वर्षीय र 67 वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। कोभिड-19 को नयाँ प्रजाति रेभिएन्टको उद्गमस्थल बेलायतबाट केही समय अघि नेपाल आए लगत्तै निगरानीमा राखिएकोमा परीक्षणको क्रममा 3 जना नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। निगरानीमा रहेका मध्ये 6 वटा नमुनाको सार्स-कोभ-2 को परीक्षण गर्दा नेपालमा 3 नमुना यस जिन टार्गेट नेगेटिभ पाइएको मन्त्रालयले जनाएको छ। नयाँ प्रजातिको संक्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस 27 गते उनीहरूको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएकोमा 3 नमुनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। इमेलबाट सोमबार सो नमुनाको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्राप्त भएको छ। डाक्टर गौतमले भन्नुभयो 3 जनामा बेलायतमा देखिएको नयाँ भेरिएन्ट लाइन एज B11117 तथा 20 बियर 501 YEV1 भएको पुष्टि भएको छ। सकेसम्म भिडभाडमा नजाने, जानु परे पनि 2 मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य रूपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएको डाक्टर गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। मधेस बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत प्राप्त वीर शहीदहरूको परिवारलाई 50 लाख उपलब्ध गराउने घोषणा पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्। मधेस आन्दोलनको क्रममा शहीद भएकाहरूको स्मरणमा बलिदानी दिवसलाई सोमबार जनकपुरधाममा बोल्दै नेता महतोले आन्दोलनको क्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शहीद परिवारलाई 50 लाख दिने घोषणा गरेको कार्यान्वयन गर्न मधेस सरकारलाई आग्रह गरे। रकमको रूपमा नदिएर शहीद परिवारको
जीविकोपार्जन हुने गरी व्यवस्था मिलाउनुपर्छ उनले भने। वीर सपुतहरूको शहादतकै कारणले अहिले मुलुकमा संघीयता र गणतन्त्र आएको छ। कैयौं परिवारले मधेस आन्दोलनमा आफ्नो अभिभावक गुमाएका छन् महतोले भने। ती परिवारको सबै जिम्मेवारी हाम्रो काँधमा आएकोले प्रदेश सरकारले त्यो दायित्व पूरा गर्नुपर्छ। करार सेवामा जागिर दिएका शहीद परिवारलाई स्थायी गर्न लोक सेवामा विशेष लाभ दिने गरी कानून बनाउन उनले प्रदेश सरकारलाई सुझाव दिएका छन्। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले मधेसी शहीद प्रतिष्ठान गठन गर्ने बताए। मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको नाममा मधेसी शहीद प्रतिष्ठान गठन गरिनेछ उनले भने। मधेसका सपुतहरूको बलिदानीले नै देशमा संघीयता आए पनि शहीद परिवारको अवस्था अझै दयनीय छ। शहीद परिवारले पाउनुपर्ने परिचय पत्र लगायतको अन्य सुविधाहरू सरल रूपमा उपलब्ध गराउन प्रतिष्ठान गठन गर्न लागि छ राउतले भने। प्रतिष्ठान गठन भए पश्चात शहीद परिवारका सदस्यलाई उक्त प्रतिष्ठानमा पद बहाली गरिदिनेछ। आगामी दिनमा प्रदेश सरकारले लोकसेवा मार्फत शहीद परिवारको सदस्यलाई सरकारी जागिरको व्यवस्था समेत मिलाउने राउतले प्रतिबद्धता जनाए। जसपाका नेता एवं पूर्व मन्त्री अनिल कुमार झाले शहीदका लागि प्रतिष्ठान बनाउने सोचलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरे। मुलुकमा आएको परिवर्तनको मूल स्रोत शहीद नै रहेकाले उनको सपना पूरा गर्नका लागि ढिलाइ नगर्न उनले सचेत गराए। बलिदानी दिवस मनाएर मात्र नभई सरकार उनीहरूसँगै रहेको अनुभूति दिलाउनु पर्ने उनले बताए। नेता झाले लोकतन्त्र रक्षाको लागि अधुरो संविधानलाई पूरा गराउनका लागि आन्दोलन जारी रहने बताउँदै जसपा चुनावबाट नडराएको बताए। कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू ज्ञानेन्द्र कुमार यादव, जितेन्द्र सोनाल, रामनरेश राय यादव, नवलकिशोर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेश नम्बर 2 मा रहेका शहीद परिवारका सदस्यलाई दोसल्ला उडाई जनही नगद 25,000 प्रदान गरिएको थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। मंगलबार बिहान एक सूचना जारी गर्दै महाशाखाले आज देशको पूर्वी भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून च्यापी प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाले हाल प्रदेश नम्बर 1 बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको जानकारी दिएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका भूभागहरूमा हुस्सु र कुहिरो लागेको जनाएको छ। यसैगरी आज दिउँसोको मौसम बारे गरिएको पूर्वानुमानको अनुसार प्रदेश नम्बर 1 बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। राति भने प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर 1 बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका 1 वा 2 स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। भारतको गुजरातमा ट्रकले किच्दा 15 जनाको मृत्यु भएको छ। गुजरातको सुरत भन्ने स्थानको सडक किनारामा सुतिरहेका मजदुरहरूमाथि एक ट्रक अनियन्त्रित भई गुडेको थियो। घटनामा 15 जनाको घटनास्थलमै मृत्यु भएको र 7 जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 13 जनाको घटनास्थलमै र 2 जनाको सुरतस्थित इस्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो। उखु लोड गरेको ट्र्याक्टरसँग ठोकिएर ट्रक अनियन्त्रित भएको र फुटपाथमा सुतिरहेका मजदुरहरूलाई कुल्चिएको प्रहरीको भनाइ छ। ट्रकको ठक्करबाट सडक किनाराको केही पसलमा सटर पनि भत्किएका छन्। प्रहरीले घाइतेहरू मध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ। हवस् त यसका साथै टुडे न्यूज अहिलेलाई यति नै। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।